guys, welcome to my mini vlog. हाम्रो यात्रा चाहिँ कोलुङदेखि कुलुङ झरनासम्मको छ। यहाँ हाम्रो मुलवाङ परिवारहरू चाहिँ अगाडि, म चाहिँ अलिक हिँड्नु नसकेर अलिक पछाडि छु। कहाँ हामी गएको हिँड्दै गएको हर्क साम्पाङको पार त्यहाँ पर त कहाँ धरानमा गएर गर्मी लास्टै रह। त्यहाँ माथि पनि हो यस्तै अनि गाडी राखेर नमस्ते झर्ना के यसरी छोरा हिँड्यौँ न नि। हाम्रो पूर्णबाङा हुनुहुन्छ। यात्रा कस्तो भइरहेको छ त? ल सबैलाई नमस्कार। अनि मेरो प्यारी भतिजीको भ्लगमा म पनि आज जोडिनु पाउँदाखेरि मैले उसलाई विशेष गरेर म उसलाई धन्यवाद दिन चाहन्छु है। हामी चाहिँ विशेष गरेर आज चाहिँ लेटाङ नगरपालिकाको कति नम्बर यो कति नम्बर यो हाम्रो नातिको मुण्डन कार्यक्रम जो छेवर पार्टीमा हामी आएको थियौँ। त्यही अवसर पारेर हामी आज यो कोलुङ झरना भन्ने ठाउँमा पर्यटकीय स्थल कोलुङ झरना यो कति नम्बर हो मलाई ठ्याक्कै थाहा भएन। त्यस ठाउँतिर हामी जाँदैछौँ। कस्तो रहेछ गाइजहरू अब बुझौँ जाउँ अनुगमन गरौँ है, त्यसपछि थाहा हुन्छ। र हामी तपाईँहरूलाई पनि देखाउने छौँ। र सबैले सेयर गरिदिनु होला। के भन्छ त्यसलाई? लाइक कमेन्ट भन्नु न। सब्सक्राइब। यस्तो बाटोमा चाहिँ कसले यस्तो हिल चप्पल लाएर आउँछ होला? हामी लाएर आउँछौँ। अनि सौगात दाजु कस्तो भइरहेछ आजको यात्रा? एकदम राम्रो। हामी कहाँबाट आएको नि? हामी रमिते छिटो हिँड्नु सक्नेहरू चाहिँ माथि पुगिसक्नु भयो। अनि म चाहिँ यहाँ बिचमा छु। अनि अरू हिँड्नु नसक्नेहरू चाहिँ यता हुनुहुन्छ। लास्ट गाह्रो कुलुङ झर्ना जाने बाटो चाहिँ यस्तै छ साथीहरू। भिडै भिड, अप्ठ्यारो। बिस्तारै आउँ है, बाटो अप्ठ्यारो छ अलिक हेरेर। ल ठाउँमै पुगेर हामी तपाईँहरूलाई हामी देखाउनेछौँ है कस्तो रहेछ कोलुङ झरना। सरकारको नजर कतिको पुगेको छ, त्यहाँ कतिको विकास भएको छ, कतिको पर्यटकीय स्थल गर्न लायकको रहेछ होइन। हामी हेर्नेछौँ, अनुगमन गर्नेछौँ है। धन्यवाद। आजको हाम्रो यात्रा चाहिँ प्लान बेगरको, त्यही भएर चप्पल खोली भए पनि यहाँ हाम्रो झरनासम्म चाहिँ जाने हामीले निर्णय गरेको छौँ है। खुट्टामा लाउनु पर्ने चप्पल चाहिँ हातमा छ। यसबाट के बुझिन्छ भन्दाखेरि रहरूलाई चाहिँ केही कुराले पनि छेक्दैन। के गर्छु अनि चप्पल हातमा घोचिहाल्छ नि। अनि हामी आइपुग्यौँ। तर त्यहाँदेखि जाने कसरी गाला रातै पानी त कति धमिलो आम्मामा यस्तोमा पौडी खेल्छ र। ल साथीहरू हामी ठ्याक्कै कोलुङ स्थल पुगेको छौँ है। कोलुङ स्थलमा विशेष गरेर स्थानीय साथीहरू होइन, अनि लेटाङ नजिकको पथरी जाँतेबाट चाहिँ चिसो नुहाउनको लागि चाहिँ यहाँ विशेष गरेर आउँदो रहेछ है। यसको विशेषता यति रहेछ, योभन्दा धेरै मैले देखिनँ। पानी पनि खासै त्यस्तो सफा त छैन, विशुद्ध चाहिँ छैन, कालो पनि आउँदो रहेछ। मलाई चाहिँ ठिक लागेन। कालो चाहिँ किन आएको हो है? यो त माथि सोध्नु हानदेखि नै त्यस्तो आएको। हामी चाहिँ घर लाग्देको ल। झर्ना पनि त्यस्तो ठुलो चाहिँ होइन रहेछ अहिले, पानी नपरेर होला सायद। सानै सानै पानी पनि तर अलिक धमिलो धमिलो थियो। हाम्रो कहिले नहिँड्नु हुने आन्टी मैले पनि हामीसँग। हामी हाम्रो ट्याक्सी स्ट्यान्डमा आइपुग्यौँ। अब हामी चाहिँ यहाँबाट चढेर हाम्रो घर जाने। यहाँ एकजना हिँडेर चाहिँ हुटमा चढ्नु लागेको छ है। बाबा उता दोकानमा होला नि। आजको लागि भ्लग यति नै साथीहरू। बाई बाई। बाई बाई खोइ गरेको।